सबैजनालाई नमस्ते। हाम्रो अर्को नयाँ मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। यता हामी पनि सन्चै छौँ। आज चाहिँ हामी के गर्दैछौँ भन्ने कुरा भ्लग हेर्दै जाँदा थाहा नै हुनेछ। त्यसैले भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अब भने ढिला नगरी भ्लगतर्फ लागौँ। आज चाहिँ म, मेरो माया अनि भान्जा भान्जी दिदी भएर हामी घर जाँदैछौँ। हामी चाहिँ रेडी भएर रुमबाट निस्केर बाहिर बाटोसम्म गाडी कुरेर बसिरहेका छौँ। अहिले चाहिँ म चाहिँ यता भान्जा भान्जीसँग रमाइलो गर्दैछु। मेरो माया र दिदी चाहिँ उता जानुभएको छ, त्यसैले हामी चाहिँ यहाँ रमाइलो गरेर बसिरहेछौँ भान्जा भान्जीसँग। केटाकेटी हेर्नलाई गाह्रो हुन्छ, तर केटीकेटी सन्ताकी भइदियो भने त कति मजा आउँछ कि केटाकेटीसँग बस्नलाई। हामी चाहिँ गाडीमा बसिसकेका छौँ। गाडी चाहिँ अब 3:30 बजी हिँड्यो अरे। अहिले फाइनली अब गाडी पनि हिँड्यो। म चाहिँ लेकको भ्यूज हेर्दै, काइकिङ गरेको मान्छेहरू हेर्दै हिँडिरहेको छु। पोखरामा चाहिँ अहिले फेवादेखि एकदम धेरै काइकिङहरू गर्ने मान्छेहरू आइरहनु भएको छ। तपाईँहरू पनि एकचोटि ट्राई गर्नु होला, एकदमै रमाइलो हुन्छ। आज पनि मौसम चाहिँ एकदम क्लियर छ, त्यही भएर मान्छेहरूको भिड फेवातालमा अलि धेरै छ। पोखरामा अहिले चाहिँ धेरै गर्मी छ, त्यही भएर काइकिङ गर्ने मान्छेहरूको भिड पनि त्यही भएर धेरै भएको होला। काइकिङ गर्न एकदम रमाइलो हुन्छ। फेवा लेक पनि त्यसै त सुन्दर ठाउँ। त्यतिकैमा हामी गाडी चढेर सेदी पनि आइपुग्यो। सेदीमा चाहिँ अन्नपूर्ण केबल कार पनि रहेको छ। अन्नपूर्ण केबल कार चाहिँ सेदीबाट सिधै सरङकोटमा चाहिँ डाइरेक्ट जान्छ। सरङकोट यता बागलुङ बसबाट गाडीमा जानुभन्दा यहाँबाट सर्टकट लिएर केबल कारमा गयो भने चाहिँ एकदम छिटो पुगिन्छ। गाडीमा बस्दै भ्यू हेर्दै हावा खाँदै म चाहिँ हिँडिरहेको छु। कति म मात्र भ्यू हेर्नु, अब तपाईँहरू पनि हेर्नु है त। यता फेरि भान्जी र मेरो माया चाहिँ अर्को सिटमा बसिरहेको छन्। भान्जी चाहिँ खानामा व्यस्त छिन्। यसलाई चाहिँ हामी फेवा फाट भन्छौँ। अहिले चाहिँ धान एकदम हरियाली भएर आइरहेको छ। अब चाहिँ यता धान गोड्ने मौसम पनि भइरहेको छ। फाइनली हामी गाडीबाट पनि झऱ्यौँ। अब यहाँबाट चाहिँ हामी हिँड्दै जानुपर्छ नि त गाउँ, त्यही भएर हामी चाहिँ अहिले यहाँ भाउजूकोमा बसेर एकछिनपछि जान्छौँ। एकछिनपछि चाहिँ भिनाजु आउँछु भन्नुभएको छ हामीलाई लिनको लागि ट्याक्सीमा, त्यही भएर हामी चाहिँ भाउजूकोमा गएर बस्छौँ। यता म र मेरो भान्जा चाहिँ एकछिन कुराकानी गरेर बसिरहेको छौँ। भान्जा चाहिँ एकदम गफाडी छन्। हेर्नु न, यता मलाई जुत्ता दिएर फेरि के हो के यति गफाडी छन् नि। आजभोलि धेरै गफ लगाउनु भएका छन्। यता फेरि भान्जी फेरि कुर्ता सुरुवाल लगाएर मेरो पनि खिच्नु न मामा भनेर बसिरहेको थियौँ। हामी चाहिँ 4जना भएर पछाडि हिँडिरहेको थियौँ। भान्जा चाहिँ चकचके छन्, अगाडि नै भागिसक्यो। हामीलाई लिनको लागि भिनाजु पनि आइसक्नु भयो। यो चाहिँ हाम्रो गाउँको बाटो हो, एकदमै खाली हुन्छ, एकदमै रमाइलो छ हाम्रो गाउँ पनि। तपाईँहरू पनि घुम्नले आउनु होला, एकदमै रमाइलो ठाउँ छ। सबैजना मिलेर सपोर्ट गरिदिनु होला। भोलि चाहिँ गाउँमा एकदमै रमाइलो हुन्छ, किनभने भोलि चाहिँ घरको मेला छ नि त। त्यही भएर मलाई चाहिँ मेलामा चाहिँ एकदम रमाइलो लाग्छ। सबैजनाहरू हुनुहुन्छ नि त, त्यही भएर चाहिँ एकदम रमाइलो लाग्छ। त्यो पारि देखिएको चाहिँ कास्कीको डाँडो हो, कास्की सरङकोटको डाँडा हो। यता चाहिँ भान्जा र म अगाडि बसिरहेको छौँ, भिनाजुले यता गाडी चलाउँदै हुनुहुन्छ। अब हामी घर पनि आइपुग्न लाग्यौँ। फाइनली साथीहरू हामी घर पनि आइपुग्यौँ। हामी चाहिँ हाम्रो घर मुनिको बाटो हो। यहाँबाट अलिकति माथि हिँड्यो भने चाहिँ हाम्रो घरमा पुगिन्छ। धेरै चाहिँ हिँड्नु पर्दैन, अलिकति हो, अलिकति 2 मिनट जति हिँड्यो भने चाहिँ माथि घरमा पुगिन्छ। गाउँ चाहिँ धेरै ठुलो छैन, भए पनि रमाइलो छ। पहिला त धेरै मान्छेहरू बस्नुहुन्थ्यो, आजभोलि चाहिँ पुरै घर छोडेर हिँडिसक्नुभयो। यो चाहिँ मेरो घर हो। यहाँबाट धेरै, पोखराबाट धेरै टाढा छैन। हेर्नुहोस् न, पोखरा पनि कति नजिकै देखिन्छ। आजको लागि यति नै गर साथीहरू। फेरि भोलि भेटौँला अर्को भ्लगमा। भिडियो राम्रो लागेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। हस्त, बाई बाई।